Hello everyone, welcome to my channel. This is me Solna Kaudel. ल भन. This is me Ankita Sharma. अनि आज चाहिँ हामी सौरा आछौं हैन. अनि तपाईहरु हामी सबै देखाउँछौं. भिडियो चाहिँ लास्टसम्म हेर्दिनु होला. हामी सौरा कस्तो छ सबै देखाउँछौं र लास्टसम्म हेर्नु होला. कमेन्ट गर्दिनु होला. अहिले चाहिँ हामी यहाँ ढिलो भइसक्यो. हामी अब जान लाग्यो. यो मोबाइल चाहिँ देखाउँदै हिँड्नु पर्छ के. ल ल. भिडियो लास्टसम्म हेरेर लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब सबै गर्दिनु होला है. ल त्यो दिन्छस् ल यहाँ चाहिँ गैडा पनि छ है हामी चाहिँ गैडा खासमा गैडा भनेको यही हो ल गैडा देखाइदिनु गैडा देख्नु भएको छैन तपाईहरु नदेख्नु हामी देखाइदिन्छ हामी त फेरि डेन्जर हो नि त हात्ती पनि देखाउँछ हामीले अगाडि गएर अब त्यही भएर हामीलाई फलो सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला दाइ भनेर चाहिँ सौरा एकदमै सफा भइसकेको सफा बनाइदिनु भएको रहेछ थ्याङ्क यू है थ्याङ्क यू सो मच थ्याङ्क यू दिदीहरू सधैँ भिजिट गरिरहन्छ है हजुरहरू पनि भिजिट गर्नु होला बाटोमा अङ्कलले कस्तो सिकाएको है आमा मलाई त धेरै यस्तो नगर है पातलो देखिन्छ के यस्तो गरिदिन्छ कि जहिले पनि हो त्यस्तो भयो तँलाई त राम्रो देखे कस्तो राम्रो तँलाई राम्रो देखे सबैलाई आफूलाई त्यस्तो हुने हो होइन मलाई त डर लाग्यो पुरै एन्जाले हाने एन्जा भनेको एन्जाले घरमा हानेर कस्तो भएको थियो यहाँ चाहिँ बरु हाने छैन ल त्यहाँनिर एकचोटि रोक्ने त अब एकछिन सासले समय भएन त्यो मास्क खोल के गर्मी हुन्छ भनेको सासले आज घाम चर्के भयो अनुहार राम्रो देखाउँदैन यहाँ घाम नचर्के भएर ठिकै देखा ल हामी चाहिँ आइसक्यौँ है अब मेन डेस्टिनेसनमा चाहिँ हामीलाई चाहिँ फेरि हामी चाहिँ उयो माथि बस्नु कि ओ माई गड क्रोकोडाइल गाइज देख्नु भएको थिएन आजसम्म मैले त पहिले देखाएको थिएँ मैले त पहिले देखाएको थिएँ क्रोकोडाइल त्यो त बिचका हो अहिले हामी बस्छ त्यो बेलासम्म है ल अनि यसो जाने मात्र यहीँ बस्न नि मिलिहाल्छ हामी पनि यहाँ भिडियो बनाएर जाऊँ अनि आनन्दले घुम्ने ल यता हेर्न यहाँनिर हामी बस्नुहुन्छ माथिको बत्ती सरक्क देखेर कति राम्रो ल यहाँ बस्छौँ त वहाँनिर बस्छौँ आइज आइसक्यो भिडियो बनाउने कि क्वेसन सोध्नेवाला हाउडो ल हिँड्न त नि पाइले चाल्दैन त्यताबाट जाने हो ए ल हावेल डुन ओ नि दामी रहेछ ढुङ्गालाई पच्काएर चाहिँ हावेल डुन मेरो आवाज आइरहेको त्यहाँ छ मार्छ हेर मान्छेले बिचरा उनीहरू सफारी हानेर आउँदा कुकुर भन्नु त नमस्ते भनेर परिचय दिनु न केही मैले इन्टरभ्यू जस्तो गर्छु नि त ल मेरो नाम दिपक ढकाल घर कालिका नगरपालिका 6 खोलेसिमल म अस्तिबाट आएको यहाँ सर्दै बहिनीहरू आउनुभयो एकछिन टाइममा म अहिले मेरो आफ्नो कला सानो रूपमा टिकटकको जस्तो रूपमा गायन कला चाहिँ म एकदमै इन्ट्रेस्टेड गाइदिन्छ है 2-4 गीत आउँछ 1 2 3 हे मनकामनालाई फुलैको डोरी यो नानीलाई के पठाऊ कोसेली ससे हिजोसम्म सँगै कलेज सँगै होस्टेल सँगै हिँड्यौँ आज रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो हिजोसम्म सँगै कलेज सँगै खायौँ सँगै हिँड्यौँ आज रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो So beautiful, eh?
छ त्यो खर्र गर्न अघि कस्तै कहाँ त्यस्तो आउँछ त खर्र बिचराहरू के गरेर घाँस त्यस्तो टपाउँदैन पागल यस्तो गर्छ कि डर लाग्यो यसले अब बाख्रा देखेर डराउँदो रहेछ कत्रो आवाज है बच्चाको पनि ओके बच्चा पो करा हो आम्मा बच्चा त होला नि बच्चा त्यत्रो करा हैन नि उसको लोसेको अनि बच्चा उयो हेर्न बच्चा त्यहाँ आमाको कस्तो काखमुनि गएर बस्छ डराएको बाख्रा देखेर